हाई एभ्रिवान, नमस्ते। साङ्केन फ्लेभर्समा तपाईँ सम्पूर्णलाई न्यानो स्वागत छ। मेरो च्यानलमा चाहिँ रेसिपी भिडियोहरू मात्रै राख्ने गरेको छु, तर आज चाहिँ दसैँमा कुकिङ गरेको भिडियो र हामीले दसैँ मनाएको छोटो मिठो क्लिप्सहरू तपाईहरुसँग सेयर गर्दैछु। भिडियो सेयर गर्न चाहिँ ढिला भयो किनभने दसैँपछि निरन्तर रुगाखोकी र ज्वरोले ग्रसित बनाएको भएर भिडियो रेडी गर्नै सकिरहेको थिइनँ। ढिलै भए पनि अनि दसैँ गइसके पनि यो भिडियो चाहिँ मैले सेयर गरेको छु। यसपालि चाहिँ हामी दसैँमा गाउँको घर गएनौँ अनि हाम्रो छोरीचेलीहरू अनि फुपूहरू चाहिँ टिका लाउन आउनुहुने थियो। त्यही भएर म चाहिँ बिहानै उठेर नुहाएर खानेकुराहरू रेडी गर्न थालेँ। मैले चाहिँ यहाँ केही मासु अनि मिक्स अचार र पुलाउ बनाउनको लागि चाहिँ सामानहरू रेडी गरेर राखेको। पहिला चाहिँ म पाहुनाहरूलाई दिनको लागि अनि आफू पनि खानको लागि चाहिँ लोकल कुखुराको मासु चाहिँ पकाउन गइरहेको छु। यो चाहिँ भातसँग खानको लागि झोल हालेर पकाउन लागेको। लोकल कुखुराको मासु चाहिँ पकाइसकेको छु अनि यसमा टन्नै झोल हालेको छु। अब चाहिँ सुँगुरको मासु पनि पकाउन लागिरहेको छु, तर यो चाहिँ फ्राई मात्रै गर्ने हो। अनि सुँगुरको मासुमा आज चाहिँ बरेला भन्छ अनि चुच्चे करेला पनि भन्छ, त्यो मिसाएर पकाउँदैछु। तपाईहरुलाई कतिको थाहा छ यो सुँगुरको मासुमा चाहिँ घिउ सिमी अनि यो चुच्चे करेला अथवा बरेला मिसाएर पकाउँदाखेरि चाहिँ मिठो हुन्छ। हाम्रोतिर चाहिँ दसैँ तिहारमा कस्तो चलन हुन्छ भने खानासँग खाने तरकारी पनि पकाउने अनि भुटुवा पनि बनाइराख्नुपर्छ। अनि पाहुनाहरू आउँदाखेरि चाहिँ खाना नखाने पाहुनालाई चाहिँ भुटुवासँग जाँड अथवा रक्सी दिनुपर्छ, त्यस्तो चलन छ हाम्रोतिर चाहिँ। त्यही भएर मासु चाहिँ भुटेर राखिराख्नुपर्छ। अब चाहिँ मैले मिठो मिक्स अचार पनि बनाउन लागिरहेको छु। आजको यो मिक्स अचारमा चाहिँ आलु, काँक्रा, गाजर, केराउ राखेर अनि फिलङ्गी र तिलको छोपले साँधेर मिठो गरी बनाएको छु। अब चाहिँ पुलाउ बनाउन लागिरहेको छु अनि यो पुलाउ चाहिँ अघि नै भुटेको मासु र मिक्स अचारसँग खाने हो। अब चाहिँ अघि नै पकाएको लोकल कुखुराको खुट्टा, पखेटा, टाउको अनि त्यसको जाँतेहरू सबै चाहिँ यहाँ राखेर तिते बनाउने हो। थोरै भए पनि लोकल कुखुराको खुट्टा पखेटामा चाहिँ मासु नै नभएको जस्तो हुन्छ नि त, त्यही भएर हामी चाहिँ त्यो पकाउने मासुमा नहालिकन यसलाई चाहिँ छुट्टै तिते बनाएर खाने गरेका छौँ। अनि तिते बनाउँदा चाहिँ यसरी मसिनो काटेर अनि डिप फ्राई गरेपछि चाहिँ यसको हड्डी पनि लगभग टोकिन्छ के, अनि त्यही भएर हामी चाहिँ तिते बनाएर खाने गरेको छौँ यसरी नै पकाएर। अब चाहिँ यो तितेमारी पनि राम्रोसँग पाकिसकेको छ। यसमा मैले मिठो खुर्सानीको छोप पनि हालेको छु अनि यसैको तितो पनि हालेको छु र यो मिठो भएको छ। मैले सबै खानेकुराहरू चाहिँ पकाइसकेको छु र अब चाहिँ टिका लाउने साइत पनि भयो अनि यहाँ नानीहरूलाई चाहिँ टिका लगाइदिन थाल्नु भएको छ।
पापड सक्यो ल ल अब मामुले लगाइदिन्छु नि मेरो छोरीलाई ठुलो ठुलो भाग्य माने हुनु ल यहाँ आउनुहोस् तपाईँ पनि समाउनुहोस् ल हावा गर्नुहोस् मलाई ठुलो 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 भाग्य माने मेरो छोरीलाई ह्याप्पी हेल्दी हुनु पर्यो होइन बाबा मम्मीलाई पनि ह्याप्पी राख्नु पर्यो हजुर 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 टीका लगाइसकेपछि चाहिँ सबैजनाले खाना खाएर इन्जोय गर्यौँ। यसपालिको हाम्रो दसैँ चाहिँ यस्तो रहेको थियो।